Hello, hi, we are on live. Hello, hello. Okay, hello. So आज मेरो इन्भिटेसन इन्भिटेसन एक्सेप्ट गरेर आइदिनु भएको मेरो गेस्टहरूलाई धेरै धन्यवाद सो हाई एभ्रिवान गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ टु so welcome back and thank you so much being here. So whichever the part of the world you guys are watching our live or going to watch our replay, welcome. I hope truly hope this video means live reach you and inspire you in some way. And let me introduce myself. नमस्कार शिवहरू मेरो नाम चम्पा म चाहिँ फ्रम भुटानबाट हुँ र अहिले हाल केन्टकी स्टेटमा बसोबास गर्दै आएकी छु म प्रोफेसन वाइज म फार्मेसी ट्याक हुँ र साइडमा अनलाइन डिजिटल बिजनेसमा रन गरिरहेको छु र आज हामी यो के अरे हाम्रो लाइफ आउनको लागि चाहिँ के हो भने हामी जस्ट हामी क्याजुअल टक गर्छौँ वी डोन्ट ह्याभ टु ह्याभ नो प्रेसर नो वरी नो क्वेसन नथिङ सो हामीले फलोवर्सहरूलाई के लिएको छौँ भने जस्ट हाम्रो स्टोरी सेयर गर्छौँ र मेरो आफ्नै स्टोरी सेयर गर्छु सो मेरो बिगेस्ट अब मैले जर्नीमा स्टार्ट गर्नको कारण चाहिँ के हो भन्दाखेरि अब सबैलाई नै थाहै छ हाम्रो कारण भनेको फ्रिडम फ्लेक्सिबल एन्ड लोकेसन इन्डिपेन्डेन्ट र आफ्नो फ्यामिलीको लागि हो सो म पनि सिङ्गल मम हो र मेरो अब मैले काम गर्न अब मैले काम गरेको हुन्छु होइन मैले त अब दुईजनाको लागि त एकजनाले नै काम गरेर सबै थोक बेसिक निडहरू पुर्याउनु पर्ने हुन्छ अब हामीले एउटा खर्च गर्नु पर्यो भने हामीले चाहिँ कति 10 गुणा सोच्नु पर्ने हुन्छ हामीले चाहिँ अब सबैको अब यस्तो पनि हुन्छ अब सबैलाई त्यस्तो हुँदैन होइन मैले चाहिँ अब म मेरो फ्यामिलीसँग बसे पनि अब मैले फाइनेन्सियली त अब हेल्प हुँदैन त्यो त मैले आफै गर्नुपर्ने हुन्छ होइन अर्को चाहिँ अब के हो भने पनि अब फ्रिडम चोइस गर्नका लागि चाहिँ हामीले अब आफ्नै स्वतन्त्र युज गर्ने हो नि त हामीले अब वी आर वर्किङ फ्रम एनीवेयर होइन हामीले अब आफ्नो हाम्रो स्केड्युलमा अब म घरदेखि काम गर्छु र पनि तर मेरोमा चाहिँ लोकेसन लिमिटेड हुन्छ मैले चाहिँ लग आउट लगइन मेरो सबै थोक चाहिँ मैले मेरो आफ्नै प्लेसमा गर्नुपर्छ मैले त्यो काम चाहिँ मैले अब मेरो ट्राभल जाँदा मैले कहाँ जाँदाखेरि मैले लगआउट लगआउट गर्नु परेन नि त तर यो अनलाइन बिजनेस त के गर्नु पर्यो हामीले त बोकेर जहीँ पनि जान सक्छौँ यु क्यान मिन्स जसरी फिट गर्न सकिहालिन्छ होइन त्यो अर्को कुरा अर्को भनेको चाहिँ हाम्रो अब मलाई थाहा थिएन कि लेगेसी पनि हामीले अब यो अनलाइन बिजनेसमा चाहिँ आफ्नो लेगेसी पनि बिल्ड गरेर हाम्रो बालबच्चालाई ट्रान्सफर हुन्छ भनेर होइन त्यो पनि एउटा धेरै राम्रो होस् इज फ्रिडम टु लाइक हामीले फ्रिडम फ्रम द फ्यामिली and then so we can be freedom build to the our future our loved ones too अनि अर्को अर्को कुरा भनेको त अब सबै त्यही हो होइन अब जति भने त्यति नै हुन्छ अब I think that's all for me. Okay, so then okay, and let me go ahead to our guest, होइन and loving and charming के अरे हाम्रो Kana sister, okay, you can introduce yourself and तपाईले आफ्नै स्टोरी सेयर गर्नुहोस्. That's all. Okay, go ahead. Okay, hello everyone. Namaste, good morning, good afternoon, good evening, whichever part of the world watching our live as well as and watching our replay. Thank you so much for everyone. अनि जसले अहिले चाहिँ हाम्रो चम्पा दिदीको बिजनेस पेजबाट हामी लाइभमा आइरहेको छौँ सो अब यदि नयाँ हुनुहुन्छ अनि फर्स्ट टाइम मलाई चाहिँ मेरो फेस देखिरहनु भएको छ भने चाहिँ म छोटो परिचय दिन चाहन्छु मेरो नाम गहना भण्डारी ओरिजिनल्ली फ्रम भुटान अब अमेरिका आएर बसोबास गर्न थालेको चाहिँ मोर देन 14 इयर्स अलमोस्ट 15 इयर्स भयो विथ माई 2 किड्स म चाहिँ ओहायो स्टेटमा बस्दै आइरहेको छु विगत 3 वर्षदेखि अनि र सँगसँगै अब प्रोफेसनल वाइज म चाहिँ एमाजोनमा काम गर्छु साथमा यो विगत 1 वर्षदेखि अनलाइन डिजिटल बिजनेस जुन चाहिँ घरैबाट रन गर्न सक्ने अथवा जुनै पनि संसारको कुनामा फोन र इन्टरनेट छ भने चाहिँ हामीले रन गर्न सकिन्छ गर्दै आइरहेको छु एज अ पार्ट टाइमको रूपमा यो पनि अनि आज अब हाम्रो त्यही नै हो अब अरू बेला पनि भनेकै हो अब बिगेस्ट यो बिजनेसको बारेमा म चाहिँ आफ्नो स्टोरी होइन मैले किन गर्ने भनेर चाहिँ छोटो मैले अब मेरो लागि र मेरो नानीहरूको लागि एज अ सिङ्गल मम म चाहिँ
म मात्रै छुइनँ, अब यो बिजनेसमा कति सिङ्गल मम अरूहरू नि हुनुहुन्छ होइन। र नि अब एज अ मेरो स्टोरीमा चाहिँ अब एज अ सिङ्गल मम मैले चाहिँ यो चाहिँ नट जस्ट अन्ली फर द मनी, मेरो नानीहरूको फ्रिडम होइन, अनि उनीहरूसँग चाहिँ गुड टाइम स्पेन्ड गर्ने सँगसँगै उनीहरूलाई पनि एउटा गर्ने एउटा लेगेसी, पछाडिको फ्युचर मेरो मात्रै नभएर मेरो नानी बाबुहरू नि हो सबैभन्दा ठुलो मेरो चाहिँ बिगेस्ट वाइ भनेको चाहिँ सबैको त्यही नै हो। अझै मेरो झन् एज अ सिङ्गल मम भएपछि चाहिँ अनि यो बिजनेस चाहिँ इट्स नट जस्ट अन्ली फर द मनी, अनि सर्भाइभ गर्नको लागि मात्रै होइन, मैले चाहिँ होइन एउटा अब आफू पनि लर्न गर्ने अनि ग्रो भएर आफू त कम्फर्ट जोनबाट फर्स्टमा चाहिँ मलाई चाहिँ अब अर्निङ भनेको त हामीले गरिहालिन्छ यो बिजनेसमा, त्यही अर्निङ गर्नकै लागि सबैजनालाई होइन, फाइनेन्सियली नि चाहिन्छ अब सर्भाइभ गर्नको लागि। तर म चाहिँ सुरुमा आउँदाखेरि चाहिँ अर्निङ भनेको त अब मैले कम्पनीमा काम गरेर पनि गरिरहेको थिएँ नि त, अब त्यो पैसाकै लागि मात्रै भयो भने त होइन, हामीले अरू बाहिर पनि। तर अब म एक्लैले सबै थोक गर्नुपर्ने भएकोले चाहिँ अब टाइम म्यानेजमेन्टदेखि लिएर हरेक थोकमा नट अन्ली फाइनेन्सियली, मेन्टल्ली, फिजिकल्ली, अब इमोसनल्ली सबै थोकमा प्रब्लम थियो नि त। फाइनेन्सियल्ली त छँदैछ, दुईजनाले गर्दा त हामीलाई लाइफमा कहिले पुग्दैन बाँचुन्जेली होइन पैसाले त। तर मलाई चाहिँ मेन भनेको चाहिँ मेरो हेल्थलाई चाहिँ राम्रो बनाउनु, हेल्दी बनाउनु थियो। अनि अब म छु, मेरो नानीहरू छन् होइन, अनि म हेल्दी भएँ भने नि मेरो नानीहरूलाई मैले केही गर्न सक्छु, पछाडिको उनीहरूको त मदेखि बाहेक कोही छैन नि त भनेर चाहिँ आफू चाहिँ अब त्यो स्ट्रेसबाट, त्यो कम्फर्ट जोनबाट चाहिँ पहिला आउट हुनु थियो मलाई। अनि यो बिजनेसले चाहिँ मलाई त्यस्तो अपर्च्युनिटी चाहिँ दियो। मैले देखेपछि जब देखेँ मैले यो बिजनेस अब सबै थोक यसमा पाएँ होइन, त्योभन्दा अगाडि चाहिँ देखेको थिइनँ मैले के हो यो बिजनेस। अरूमा अब काम त गरिन्थ्यो तर नलेजहरू त्यो जुन हामीले पाउने थिएन नि त। काममा गयो, घरमा आयो, काममा गयो, फेरि घरमा आयो, त्यति मात्रै थियो। तर अब यो बिजनेसमा जस्तो चाहिँ हामीले सबै थोक क्या, अर्निङका साथसाथै फ्रिडम, फ्लेक्सिबल, अब आफ्नै ओन टाइममा गर्न सक्ने, आफ्नो नानी बाबुहरूलाई पनि सँगसँगै उनीहरूलाई यति मेमोरी स्पेन्ड गर्न होइन, टाइम मिस उनीहरूलाई साथमै राखेर उनीहरूलाई पनि टाइम दिने, अर्निङका साथसाथै गर्न पाइने यस्तो अब यस्तो यो जस्तो अपर्च्युनिटी यो बिजनेस, अनलाइन डिजिटल बिजनेस यस्तो राम्रो अपर्च्युनिटी दिएको छ। अनि म त आइएम सो ह्याप्पी अनि ब्लेस्ड फिल पनि गर्छु, किनकि यो बिजनेसमा जोइन हुनु नि मेरो लकी फिल ठान्छु म चाहिँ। अब यहाँनिर कतिजना सबै मान्छेहरू पैसा कमाउन मात्रै आउँदैन, त्यो स्ट्रेसबाट आउट हुनका लागि होइन, सेल्फ ग्रोथ प्लस आफ्नो पर्सनल ग्रोथको लागि पनि आउनुहुन्छ नि त। यहाँ हामी जस्तो सिङ्गल मम, यहाँ घरमा स्टे होम मम मात्रै यो बिजनेसमा हुनु हुँदैन। सबै अब डक्टर, इन्जिनियर, पढेको नपढेको जो चाहिँ विलिङनेस टु लर्न भएर गर्छु भनेर आउनेहरूको सबैको लागि छ। यो चाहिँ एउटा लेगेसी पनि हो। अनि मरेर लाँदा केही लानु छैन, एउटा जस्ट हामीले काम गरेर कसैले चिन्दैन थियो, यो बिजनेसमा आएर चाहिँ सबैले हामीले चाहिँ ग्लोबल कम्युनिटीको साथ सपोर्ट पाएर अगाडि बढ्न पाएको छु होइन। अनि आफ्नो मेन्टर कोचदेखि लिएर आफ्नो टिमको साथीहरूले यति धेरै इन्सपिरेसन मोटिभेट गर्नुहुन्छ। अनि यदि त्यो स्ट्रेसबाट चाहिँ यदि हामी त्यो छ भने पनि अब कामबाट आएर गलेको हुन्छ, कति धेरै स्ट्रेस हुन्छ नि त पर्सनल्ली। अब यहाँ साथीहरू देख्दा चाहिँ त्यो सबै रिमुभ भएर जान्छ होइन, त्यस्तो ठाउँ छ क्या यहाँनिर चाहिँ। अनि त्यही नै सबैभन्दा ठुलो हो मलाई चाहिँ। अनि यति धेरै मोटिभेट भएर अगाडि बढ्न पाएको छु, यति धेरै कन्फिडेन्ट लेभल बिल्ड गराएको छु। पछाडिको बाटो अब बिस्तारै लर्न गर्दैछु, स्लोली, स्टेप बाई स्टेप। त्यो हतार गरेर यो बिजनेसमा कसैले पनि अगाडि बढ्न सक्दैन। अनि वी डोन्ट कम्पेयर एनीबडी, आफ्नो आफ्नो हुन्छ होइन। आफूले अगाडि बढेर जाने हो, जति सक्ने हो त्यति नै लर्न गरेर जाने हो। र म चाहिँ आई फिल आइ एम सो ह्याप्पी यो बिजनेसमा लागेर चाहिँ। अनि यस्तो राम्रो सपोर्ट पाएको छु, त्यही नै सबैभन्दा ठुलो मेरो लागि चाहिँ लाइफको ब्लेस्ड फिल गर्छु। अनि एउटा पछाडि मरेर जाँदा पनि हामी चाहिँ त्यस्तो उयो भनिन्छ नि, धन सम्पत्ति होइन, धन गाडी घर मात्रै त्यो चाहिँ लेगेसी होइन। यहाँ चाहिँ त्यो लेगेसी चाहिँ मलाई कस्तो लाग्छ भने एउटा माया, सपोर्ट होइन, लिएर जानु नि सबैको। लाँदाखेरि हामीले पैसा त मरेर जाँदा नाङ्गै आएको नाङ्गै जाने हो, जस्तो आएको बोन हुँदा त्यस्तै नि जाने हो।
सो एउटा माया सपोर्ट यो यस्तो थियो है भनेर त्यो मेमोरी क्रिएट गरेर छोडेर जानु नि सबैभन्दा ठुलो जस्तो लाग्छ। अनि त्यो चाहिँ यो बिजनेसमा चाहिँ पाउँछ। हजुरहरू पनि जो कोही पनि त्यस्तरी बसिरहनु भएको छ होइन, कम्फर्ट जोनमा स्ट्रेस भएर के गर्ने त्यो स्टक भएर बसिरहनु भएको छ भने चाहिँ त्यसरी नबस्नुहोस्, यही बिजनेस गर्नुपर्छ भन्ने पनि छैन। जे पनि आफू चाहिँ आउट भएर आफू फ्रिडम अनि आफू पनि एउटा के भन्छ न यो त्यो कन्फिडेन्ट लेभल होइन, त्यो आउट भएर चाहिँ त्यो स्ट्रेस लिएर भित्र बसि नरहनुहोस्। अनि एउटा न एउटा केही एउटा बिजी भएर चाहिँ गर्नुभयो भने तपाईँहरूलाई चाहिँ त्यो म चाहिँ जहिले पनि त्यही मेन्टल हेल्थकै प्रब्लम हुन्छ, किनकि मैले बियर गरेको छ नि त त्यो एन्जाइटीहरू, त्यो जब घरमा बस्दाखेरिको पीडा, त्योदेखि चाहिँ तपाईँहरूले दबाई खाएर जाति हुनुभन्दा पनि त्यो जब बिजी रहनुहुन्छ लाइफमा, बिजी रहिसकेपछि चाहिँ त्यो औषधि खाएर जाति हुनुभन्दा पनि आफू बिजी भएर होइन त्यो स्ट्रेसबाट चाहिँ फ्री हुन सकिन्छ, सँगसँगै लर्न गर्न सकिन्छ यहाँनिर। अनि आएर तपाईँहरूले पनि ट्राई गर्नुहोस्, यो मात्रै होइन अरू अप्सनहरू पनि छ, अरूहरू पनि गर्नुहोस् भन्न चाहन्छु। अनि मेरो बिगेस्ट वाइ भनेको चाहिँ त्यही नै हो, मैले गरिरहेको छु, मेरो नानी बाबु हो सबैभन्दा। अनि मैले उनीहरूलाई टाइम दिएर काम पनि कम्पनीमा नि गरिरहेको छु, यो बिजनेस पनि होइन साथमा। अब जति सकेको टाइम त्यति नै दिएर अरूसँग कम्पेयर गरेर होइन कि मैले आफैको लागि गरेको हो नि त, अरूको लागि गरेको होइन मैले। अनि साथीहरूसँग कनेक्ट भएर यसरी बसेर सेयर गर्न पाइरहेको छु। अनि त्यही नै सबैभन्दा ठुलो हो एचिभमेन्ट भनेकै, यति ठुलो स्टार्टबाट हुँदैन। अनि विन भनेकै माथिबाट अलरेडी रेडी भएर आएको हुँदैन। म चाहिँ जस्ट स्टेप बाई स्टेप लर्न गरिरहेको छु। आई फिल आइ एम सो प्राउड अफ माइ सेल्फ। द्याट्स इट राइट नाउ। थ्याङ्क यू। ओके घना सिस्टर, थ्याङ्क यू सो मच। ओके, उहाँले कति मजाले स्पष्टसँगले भनिदिनु भयो होइन। सो वी नो हामी सिङ्गल ममलाई चाहिँ अब सिङ्गल ममलाई मात्रै होइन, कति प्रायलाई अब सबैले च्यालेन्ज हुन्छ होइन, स्याड च्यालेन्ज भन्ने लाइफ सबैलाई हुन्छ। तर यसमा चाहिँ हामीले अब कसरी आफूले बढाउने अघि भनेर बुझाउने हो त्यो त अब हामीले चाहिँ अब सिङ्गल मम भएर सेम्पथी पाउनु भनेको चाहिँ होइन यो, किनभने हामीले हाम्रो के छ जो हामी रियालिटी हो हाम्रो होइन। त्यो भनेपछि उहाँले अघि नै भन्नुभयो वी क्यान हेभ अ लर्न टु, यहाँ आएपछि न्यू स्किल हामीले न्यू स्किल लर्न गर्छौँ होइन, ग्रोथ हुन्छ एज वेल एज हामी कम्फर्ट जोनदेखि बाहिर आउँछौँ होइन। अघि भनिसक्नुभयो त्यो त्यो कम्फर्ट जोनदेखिको बाहिर आउनु भनेको नै सबैभन्दा ठुलो के अरे चेन्जेस हो होइन। अर्को भनिहाल्नु भयो अर्निङ त अब अनलाइन बिजनेस हो, अर्निङ त हुन्छै हुन्छ, त्यसमा साथसाथै हामीले आफ्नै कन्फिडेन्ट बिल्ड गर्छौँ, प्लस हाम्रोमा कन्सिस्टेन्सी बिल्ड हुन्छ। किनभने अब एक दिन आएर भोलि आउने भन्ने त होइन नि त, यो भनेको त कन्सिस्टेन्सी हामीले जति आफूले कन्टिन्युटी जाने हो त्यसरी नै आफ्नो बिजनेस जाने हो होइन। थ्याङ्क यू सो मच फर मजाले भनिदिनु भयो। सायद हाम्रो फलोवर्सहरूले बुझ्नुहुन्छ होला होइन, किनभने हामीले यो बिजनेसमा आएर यसरी बोल्नुपर्छ यसरी गराउनुपर्छ भन्ने होइन, इट्स अप्सनल हो होइन। इट्स डिपेन्ड अपन हामीले सबैको लागि नै गएर यदि ब्याकस्टेट हुनुहुन्छ भने चाहिँ जोसँग गएर बुझ्न पनि सक्नुहुन्छ। इट्स नट वी आर नट गोइङ टु अब ब्ल्याक गरेको होइन, द्याट्स अल फर ओके। एन्ड देन सो ओके, सो अब म भिमा सिस्टरलाई बोलाउँदैछु होइन। तपाईँको your floor is yours, अनि तपाईँले आफ्नो परिचय दिनुहोस् अनि तपाईँको आफ्नो स्टोरी सेयर गर्नुहोस्, तपाईँको बिगेस्ट वाइ। थ्याङ्क यू, गो अहेड। Okay, good afternoon, good evening, hello सबैजनालाई नमस्ते प्रणाम है। जहाँदेखि हाम्रो चम्पा सिसको पेजमा आउनु भएको छ, न्यू पेज या त मलाई फर्स्ट टाइम हेर्नु भएको छ, नमस्ते सबैजनालाई फेरि पनि। सो जसले मोस्टली मलाई चिनिसक्नुभयो होला, अब मोस्टली फ्रेन्डहरू त एउटै हुन्छ कतिजना है। सो एभ्रिबडी नो मस्ट है न्यू पेजमा हुनुहुन्छ या त न्यू फ्रेन्ड्स हुनुहुन्छ, कतिजनाले थाहा हुँदैन है। सो आई होप सबैजनालाई ठिकै छ होला। म चाहिँ अब सबैजना म पनि भुटानबाट अहिले युएसमा चाहिँ बस्दै आएको चाहिँ अब 16-17 वर्ष भइसकेको छ परिवार साथै। म चाहिँ अब म्यारिड अब भन्दा पनि अब मेरो हस्बेन्ड हुनुहुन्छ मुवा, अनि बाबु 6 इयर बाबु। अनि अब यो केयर किपर गर्दै साथैमा यो बिजनेसमा आएको पनि अब अलमोस्ट भन्दै है जुनमा चाहिँ 1 वर्ष हुन्छ मेरो पनि, जुन 22मा भन्दा अहिले भन्दा यही समय गएको पनि थाहा हुँदैन। अनि जुनमा यो बिजनेसमा
जस्तो है बिजनेसमा आएँ पहिले पनि म पनि धेरै हार्ड वर्क काम गर्नु पर्थ्यो त्यसरी नै आफ्नो ओन समयमा त्यसरी है धेरै धेरै काम गर्थेँ खासै मेरो मेरो चाहिँ मिस्टर चाहिँ फाल्टै सबै फाल्टो भएपछि सबै कुरा यस्तो हार्ड हुँदो रहेछ कि आफूले गर्नुपर्दा क्या यस्तो हार्ड सो मैले चाहिँ आफै घरको ऋण घरको बिल घर किनेर आएको छ रेन्ट लोन अनि कारको बिल तिर्नु पर्दा चाहिँ यस्तो टेन्सन हुने क्या एउटा न एउटा तर आफूसँग कुनै बिगेस्ट वाइ भनेको सबैजनालाई एउटा फाइनेन्सियल त्यही हुन्छ एउटा है बिगेस्ट वाइ भनेको एउटा फ्यामिली हुन्छ बच्चाहरू हुन्छ तर हस्बेन्ड छ भने पनि आफूलाई नै केही आफै उठ्नुपर्ने हुन्छ नि त पछाडि गएर चाहिँ हस्बेन्डदेखि चाहिँ अलिकति निचा नहोस् भन्ने हुन्छ नि कति भन्नुपर्दा चाहिँ कति चाहिँ है मै हुने हुन्छ नि कति चाहिँ आई डोन्ट नो है म चाहिँ यस्तो खालको चाहिँ म चाहिँ पहिलेदेखि नि फ्रिडम चाहन्छु क्या कति कुरा चाहिँ नि हो यु डोन्ट नो एनिथिङ भन्नु नपरोस् क्या म चाहिँ कोही कमी नहोस् जस्तो फिल क्या त्यस्तो खालको म फ्रिडम टाइपको त्यही भएर चाहिँ म चाहिँ मेरो हस्बेन्डदेखि कोही कमी छुइनँ भन्ने बनाउने टाइपको म त्यस्तो चाहन्थेँ क्या केही न केही तर आफूलाई चाहिँ आफूसँग त पढाइ त छैन तर कुनै कुनै एक्सपिरियन्स पनि छैन तर के चाहिँ गर्ने समथिङ आई हेभ टु डु भन्ने क्या तर खोज्दा खोज्दा तर यस्तो सोचेको कुराहरू मैले ट्याक्कै यो बिजनेसको बारेमा थाहा पाएँ आई क्यान बिलिभ है अनि आफूसँग त कुनै एक्सपिरियन्स एउटा जिरो एक्सपिरियन्स कुनै पढेको कुनै है कहिले पढेको सबै बिर्सिसक्यो खाइसक्यो सन्डे मन्डे भन्दै त्यस्तो कुरा पनि बिर्सिसक्यो काममा आउने जाने काममा आउने अनि मैले चाहिँ कति वर्ष यो मेरो एउटा बच्चा छ धेरै बच्चा पनि होइन एउटा बच्चा हुँदा यस्तो भ्याइ नभई हुने क्या बुढाबुढी आमा बाउ छ हेर्नु बुढाबुढीको आमा बाउलाई पनि हेर्नु नपाउने क्या त्यस्तो समय भइसकेको मेरो क्या अनि एउटा बच्चा हुँदा पनि यस्तो क्या हस्बेन्ड त छ नि त के गर्ने तर उसको लाइफ अर्कै मेरो लाइफ अर्कै यस्तो बिजी हस्बेन्ड वाइफको फेस देखेकै छैन उसको फेस कस्तो छ मेरो फेस कस्तो छ ऊ एकअर्कालाई थाहै छैन सो त्यस्तो लाइफ म चाहदिनँ भने एउटा त तर केही चाहिँ गर्ने भन्ने सोचमा हुन्छ नि केही वी हेभ तर छोरी मान्छे भएपछि एउटा केही गर्नुपर्ने हुन्छ भन्ने बिगेस्ट वाइ सबैजनाको एउटा न एउटा हुन्छ तर यो ब्याकग्राउन्ड त सबैजनाले एउटा फाइनेन्सियल त एउटा कन्फिडेन्ट हुने मात्र नभएर चाहिँ एउटा पैसाकै लागि आएको हुन्छ आउनु चाहिँ प्राय सबैजना तर त्यो मात्र नभएर चाहिँ सबैजना त मलाई पनि त्यस्तै है तर मैले चाहिँ तर के चाहिँ गर्ने भन्दा त्यही हो सबै वाइ भनेको फ्यामिली अनि आफ्नो बच्चालाई बच्चालाई चाहिँ ल्याउनु पुर्याउनु है स्कुलमा कति भ्याइ नभई हुन्छ नि तर यस्तो सबैजना एउटै हो हुनु चाहिँ तर त्यस्तो मिस नहोस् क्या आफ्नो फ्यामिलीदेखि टाढा नहोस् कतिजनाको चाहिँ आमा बाउ होला है आमा बाउ हुइन्जाल त भोलि गएर आमा बाउ उहाँहरू हुइन्जाल त आफ्नो आमा बाउलाई हेर्नुपर्ने हुन्छ भोलि पछि गएर चाहिँ नभएपछि त आफै केही गर्दा पनि हुन्छ नि त हो कि होइन भन्नु त अनि सो त्यस्तै हो मेरो पनि त्यही बिहान बेलुका स्टोरी अलिकति डिफ्रेन्ट टाइपको क्या मेरो चाहिँ भनेको मेरो पहिलेदेखि नै मैले पनि धेरै हार्डवर्क चाहिँ धेरै हार्डवर्क गरेँ है आफ्नो यस्तो भ्याइ नभई बच्चा पेटमा हुइन्जेल काम गर्थेँ सो त्यस्तो सोच्दाखेरि चाहिँ नि मलाई चाहिँ यो गर्दिनँ क्या म त्यस्तो चाहदिनँ क्या भन्ने फिल क्या त्यस्तो चाहिँ लाइफ त्यस्तो फेरि कन्टिन्यू नहोस् मेरो चाहिँ लाइफ भन्ने क्या सोचमा सबैजनाले चाहिँ सबैजनालाई पनि त त्यही हुन्छ सबैजनाको तर मेरो पनि त्यस्तै खालको एउटा त्यही हो मैले आउनु जानु
भन्दा अब त्यो अहिले मैले चाहिँ अब त्यही सेयर गरेँ। सबैजनाले त एउटै हुन्छ नि त है, बच्चालाई हेर्नु, अब खाना बनाउनु, त्यो घरको स्पेसली घरमा त्यो हाउसवाइफ हुनुहुन्छ नि, हाउसवाइफ मात्र नभएर अब है कतिजना चाहिँ हाउसवाइफहरू पनि त घरमा बस्नुहुन्छ, तर आफ्नो फ्यामिलीले चाहिँ देख्नु पाएको हुँदैन है, बच्चालाई के गरिरहेछ। कतिजनाको बच्चाहरू त हाउसवाइफै हुँदा बच्चाहरू बिग्रिसकेको हुन्छ, टेक केयर त है त्यो आफूले हेर्नुपर्ने हुन्छ। त्यस्तो सोच्दाखेरि चाहिँ मैले चाहिँ आई डोन्ट वान्ट टु डु लाइक द्याट भन्ने त्यो के सोच्दाखेरि चाहिँ यो बिजनेसमा आएँ। द्याट्स द बिगेस्ट वाइ, द्याट्स इट। ओके, अहिलेको लागि यति नै सेयर गरेँ। थ्याङ्क यू है। ओके, थ्याङ्क यू, धन्यवाद भीमा सिस्टर है। कति इन्सपाइरिङ स्टोरी छ भीमा सिस्टरको। उहाँले अघि नै भन्नुभयो होइन, अब हस्बेन्ड छ र पनि सबै आफै गर्नुहुन्छ, किनभने त्यो हो नि त। अब हाम्रो त हस्बेन्ड पनि छैन, हामी एक्लै गर्छौँ भन्छौँ, उहाँको पनि त हस्बेन्ड छ है। त्यो कति मान्छेको आफ्नो आफ्नो बिगेस्ट वाइ छ होइन। थ्याङ्क यू फर सेयरिङ। अनि यस्तो हुन्छ नि त कहिले अब आफै नै स्ट्रङ हुनु सक्नुपर्छ, किनभने यो अब हामीले यहाँ आएपछि उहाँले अघि भन्नुभयो फ्रिडम, फ्लेक्सिबिलिटी, आफ्नो ओन स्केड्युलमा जाने उहाँ भनेर सबै सेयर गर्नु। आई होप यो स्टोरीले इन्सपायर गरोस् होइन, जति पनि हेर्नुभएको हाम्रो भ्युवर्स, हाम्रो लभ एन्ड सपोर्ट गर्ने हाम्रो जति पनि हाम्रो के भन्नु जति पनि हाम्रो अब मान्छेले जतिखेर हेरिरहनु भएको छ हाम्रो होइन, त्यो नयाँ नयाँ अरू कति फलोवर्स आउनुभएको छ, यो स्टोरीलाई सायद इन्सपायर भयो होला बिमा सिस्टरको स्टोरीले। ओके, थ्याङ्क्स फर यर सेयरिङ। अनि हामी पहिला लाइला सिसमा जानुभन्दा अगाडि लेट मी गो हेड हेरौँ ल, हामी सोट कमेन्ट हेरौँ, किनभने हामीलाई हाम्रो साथीहरूले हाम्रा भ्युवर्सहरूले मजाले लेख्नु भएको छ। लेट मी गो हेड हियर। ओके, हाम्रो कौशला सुनाले भनेको छ, हाई एभ्रिवान, गुड टु सी यु अल भनेको। हेलो, हाई, वी मिस यु कौशला सिस। होपफुली विल, आई थिङ्क हामी अब नेक्स्ट विक चाहिँ हामी सँगै जान्छौँ। ओके, एन्ड एगेन फेरि के भन्नुभएको छ नि, वाचिङ फ्रम ओहायो भन्नुभएको छ होइन। थ्याङ्क यू सिस्टर फर हेल्पिङ अस। अनि उसले सपोर्ट गरेर ओके, एन्ड फेरि हियर। अनि थ्याङ्क यू फर सेयरिङ दिस एमेजिङ प्लेटफर्म। यस, उहाँ पनि हाम्रो बिजनेस पार्टनर हुनुहुन्छ होइन, आज भ्याउनु भएन, सो वी मिस यु। अनि उहाँ विश्वरा सिसले हुनुहुन्छ। ओके, हाई सिस, वाचिङ फ्रम ओहायो। हेलो विश्वरा सिस। अनि उहाँ हुनुहुन्छ हाम्रो सागर अहमेद बाबु। हाई भेनाजु। हेलो, थ्याङ्क यू फर सपोर्ट अस। अनि उहाँ हाई, वाचिङ फ्रम ओहायो हुन्छ, उहाँ पनि बिजनेस पार्टनर हुनुहुन्छ हाम्रो भेनाजु, आफ्नैको भालोबासी। अनि हाम्रो फेरि यता हुनुहुन्छ विशाल सिसले। वाउ, नाइस टु सी यु अल ब्युटिफुल लेडिज भनेको। ओके, वी मिस यु, वी आर कमिङ नेक्स्ट विक, वी आर गोइङ टुगेदर एगेन होइन। हाम्रो डिचेन सिस्टरले पनि ओके, डिचेन सिस्टर, हाई डिचेन सिस्टर। अनि वाचिङ लाइभ फ्रम न्युयोर्क भन्नुभएको रहेछ होइन। अनि लक्ष्मी ढकाल सिस्टरले भनेको छ, नाइस टु सी यु अल टुगेदर। हाई लक्ष्मी दी, वी आर मिस यु। थ्याङ्क यू। ओके, उहाँहरू सबै हाम्रो बिजनेस पार्टनर हुनुहुन्छ होइन। थ्याङ्क यू फर लभिङ अस एन्ड सपोर्ट अस एन्ड लेट्स। ओके लैला सिस, अब तपाईँको ओके, सो तपाईँको आफ्नो स्टोरी सेयर गर्नुहोस् र इन्ट्रोडक्सन गर्नुहोस्। ओके, द फ्लोर इज यर्स, गो हेड। थाहा छैन मेरो के भइरहेछ, यहाँ म्युट छ कि, तर मैले ओपनै गर्नु पाइरहेको या गो हेड, मैले म्युट या ओके, थ्याङ्क यू सो मच। मलाई आज प्रब्लम देखाइरहेको छ, आज के आइरहेछ। ओके, अलराइट, थ्याङ्क यू सो मच हाम्रो चम्पासिस जो चाहिँ होस्ट हुनुहुन्छ आजको लाइभको। अनि उहाँले हामीलाई एकदमै इन्भाइट गर्नुभयो, मतलब इन्भाइट गरेर चाहिँ हामीलाई एकदमै
के भन्ने है, म चाहिँ एकदमै खुसी छु है, हजुरको इन्भाइट स्वीकारेर हामी आयौँ अनि हामीले आफ्नो यो चान्स पाइयो। हामी चाहिँ म चाहिँ एकदमै एप्रिसिएट गर्छु हजुरलाई। थ्याङ्क यू सो मच। अनि सबैजना जतिजना पनि यहाँ हेरिराख्नु भएको छ है, हजुरहरूलाई पनि थ्याङ्क यू, हेरिदिनु भयो, हाम्रो अलिकति सभा बढाइदिनु भयो। अनि जसले चाहिँ आज उहाँको पेजबाट आएको, हामी चाहिँ यहाँ नयाँ नै छौँ, जसले हामीलाई चाहिँ नयाँ अनुहारहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ म मेरो छोटो परिचय दिन चाहन्छु। नमस्ते, मेरो नाम लैला हो। म चाहिँ हाल कोलम्बस ओहायोबाट, अनि ओरिजिनली चाहिँ म पनि भुटानबाटै हो। अनि आज चाहिँ म है सबैजनाको आफ्नो आफ्नो बिगेस्ट वाइ हुन्छ, अनि त्यो बिगेस्ट वाइमा अन्तिममा गएर सबैको त्यही अर्निङमै हुन्छ है। सबैलाई चाहिन्छ पैसा, जस्तै अब विमर्शले अघि भन्नुभयो है। अनि म चाहिँ त्यसमा चाहिँ अलिकति कस्तो खालको इन्फर्मेसन दिन चाहन्छु चम्पासिसको अडियन्सलाई भने चाहिँ है, हामीले कम्पनीमा काम गर्छौँ है, अनि कम्पनीमा काम गरेर हामी हाम्रो बेसिक निड मात्रै पुरा गरिरहेको हुन्छ। हाम्रो ड्रिम्स ठुल्ठुलो हुन्छ, हामीले त्यो ड्रिम्स देख्ने मात्रै हो, तर हामीले हकिकतमा पुरा गरिराख्न सकेको हुँदैन। अनि हामी चाहिँ त्यो है कन्टिन्यू त्यो ब्याग बोकेर खाना बोकेर धाउँदा त्यो कति हुन्छ र हामीलाई महिनामा आउला धेरै भनेको 2-4 हजार होइन, 4-5 हजार जति आउला। हामीले त्यो कहिले पनि हाम्रो ठुल्ठुलो सपना त पुरा गर्न सक्दैन। तर हजुरहरूले यस्तो खालको प्लेटफर्म तपाईँहरू क्युरियस हुनुहुन्छ नि, यो प्लेटफर्मले तपाईँको त्यो सपना पुरा गर्न सक्छ है। किनकि मलाई नै भर्खर नै रियलाइज हुँदैछ, जब मैले यो प्लेटफर्ममा म इन्गेज भएको 1 इयर भयो, कम्प्लिट भयो है। मैले अहिलेसम्म जति पनि यहाँ मैले अब्जर्भ गरेको कुराहरूमा यति राम्रो छ है, यति राम्रो खालको यो प्लेटफर्म रहेछ, जसमा चाहिँ हामी अर्ली रिटायरमेन्ट पाउन सक्छौँ। अर्ली रिटायरमेन्ट भनेको के हो त भन्दाखेरि, हामी पैसामा चाँडै धनी हुन सक्छ। हामीले त्यो लाइफ पार्टनरलाई हामीले दोहोऱ्याउन चाहँदैनौँ। हामी फ्रिडम लाइफ जिउन सकिन्छ है। हामी फाइनली भनेको त सबैको एउटै त हुन्छ नि होइन, पैसा कमाएर फ्रिडम लाइफ जिउने होइन, आफ्नो फ्यामिलीसँग इन्गेज हुने, आफ्नो फ्यामिलीसँग डुल्ने, सबैको त्यही हुन्छ होइन। जहाँ जस्तो वेले हिँडे पनि मान्छेहरूको चाहना भनेको सबैलाई धनी बन्ने, सक्सेसफुल मान्छे बन्ने, सबै बिलिनियर बन्ने, नबन्ने कोही छैन यहाँ दुनियाँमा। तर कसरी बन्ने, त्यो बन्नलाई पनि हामीलाई राइट प्लेटफर्म, राइट ठाउँ चुज गर्न हामीलाई जरुरी छ। त्यो चाहिँ यसले दिन सक्छ है। त्यो सपना चाहिँ हामी यहाँ पुरा गर्न सक्ने रहेछ। मलाई चाहिँ जति म यहाँनिर इन्भल्भ भयो त्यति नै मलाई यो कुराहरूले चाहिँ एकदमै टच गरेर मैले सोचेँ म चाहिँ साँच्ची नै राइट प्लेटफर्ममा रहेछ। हामीलाई 50, 60, 70 वर्षसम्म हामी काम गर्न सक्छौँ। हामी दिनदिनै काममा जाँदै बुढाबुढी हुन्छ, हामीले त्यहाँबाट ल्याएको पैसा कति राख्न सक्छौँ, राखेर हामी कति नै राख्न सक्ला र होइन। धेरै जतिले त्यहाँ कम्पनीबाट ल्याएको पैसा बचत गरेर त राखेको होला, तर त्यो त्यस्तो धेरै उयो हुँदैन है। सो यदि हजुरहरूलाई चाहिँ अर्ली रिटायरमेन्टको चाहना छ छिट्टै, अनि लाइफ इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ यो प्लेटफर्मले तपाईँलाई सहयोग गर्न सकिन्छ है। तपाईँहरू चाहिँ आएर बुझ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। बुझ्दैमा के पनि जाँदैन कसैको पनि, जस्ट तपाईँहरूले बुझ्नुहोस्, हामीले हाम्रो टाइम, हाम्रो त्यो लाइफ जो चाहिँ हामी चाहन्छौँ त्यो हामीले चाहिँ त्यत्तिकै वेस्ट गरिरहेको छ। कम्पनी भनेको अरूको लागि हामी काम गरिरहेको छौँ। हाम्रो इन्भेस्ट चाहिँ अरूको लागि काम बनिरहेको छ। उनीहरूले 1000 लाख करोड कमाइरहेको छ हाम्रो होइन, हाम्रो उयोले गर्दाखेरि। त्यो भन्दा चाहिँ बरु हामी यस्तो प्लेटफर्महरू चुज गरेर आउन सक्यो भने चाहिँ हाम्रो लाइफ डेफिनेटली बन्ने रहेछ जस्तो लाग्यो। त्यही भएर मैले त्यो सेयर गरेँ। मैले यो गर्नु हुन्थेन, मलाई त्यो पनि थाहा छैन। सो या द्याट्स ऑल टुडे। थ्याङ्क यू सो मच एभ्रिवान। Laila, thank you so much. Okay.
थ्याङ्क यू फर यर स्टोरी एन्ड यो इन्सपायरिङ होइन यो तपाईँले अघि नै भन्नुभयो हामीले 9 to 5 जबमा गएर त हामीले काम गरेको हुन्छौँ अर्निङ हुन्छ तर यहाँ एफसीको वी हेभ हामी न्यू स्किल बिल्ड गर्छौँ ग्रोथ हुन्छ साथसाथै कन्फिडेन्ट बिल्ड हुन्छ होइन प्लस हाम्रोमा कन्सिस्टेन्सी त अब हुन्छ भइहाल्छ किनभने हामी यता पर्फेक्सन हुनु चाहिएन नि त पर्फेक्ट हुनु परेन तर कन्सिस्टेन्सी चाहिँ हुनु पर्यो किनभने अब हाम्रो बिजनेस हो तपाईँले जसरी गर्ने भयो तर मैले अब एक हप्ता गरिनँ अर्को हप्ता गरिनँ भन्ने त भएन नि त तपाईँको जतिखेर तपाईँको टाइम हुन्छ आफ्नो स्केजमा यु क्यान डु यर वर्क एनी टाइम एनी युर विस होइन या तपाईँको स्केड्युलमा 1 hour 15 minutes जस्तो किनभने हामी त म त झन् के गर्छु नि कन्टिन्यू मेरो ब्रेक हुन्छ लन्च हुन्छ म त गरिरहेको हुन्छु जे चिज हुन्छ को के हुन्छ होइन मेरोमा त 24 किनभने मेरो मेरो बिजनेस हो नि त मैले जसरी गर्ने त्यो भएपछि सो या नो प्रेसर नो अब कसैलाई उयो गर्नु परेन होइन अलरेडी हाम्रोमा सपोर्टिभ कम्युनिटी छँदैछ हाम्रोमा लाइफ टाइम मेन्टर र कोच छँदैछ प्लस हामी यति मजाको हाम्रो सेकेन्ड फ्यामिली भएर बात मार्छौँ हामी एकअर्कामा सानो सानो विन पनि हामी कति मजाले हामीले उयो गर्छौँ होइन एकअर्कामा सेयर गर्छौँ हामी आफै सेलिब्रेट गर्छौँ होइन हाम्रो चाहिँ आफ्नो आफ्नो जति हामीले एउटा कुरा जानेर एकअर्कामा सेयर गर्छौँ झन् मेरो त कोच एन्ड मेन्टर सो दे आर कोच एउटै हो भए पनि मेन्टरहरू बेग्लै बेग्लै भए पनि तर हामी एकअर्कामा कति हेल्पफुल हुन्छौँ यो जानेन भने पनि एकपल्ट जानिसकेको हुन्छ त्यही भएपछि हामी वी आर इन सेकेन्ड अब जस्तो हुन्छ नि हामी कति राम्रो सिस्टरहुड छ अब हामीले कहिल्यै भेटेको छैनौँ र पनि हाम्रोमा कति मजाको हाम्रो सिस्टरहुड छ होइन त्यही हो अनि थ्याङ्क यू फर द अल द मेरो होइन मेरो के अरे निम्तोलाई एक्सेप्ट गरेर आइदिनु भयो मेरो पेजलाई धेरै राम्रो सिँगार गरिदिनु भयो होइन सुगन्ध लगाइदिनु भयो अब आई थिङ्क सो म ऱ्यापअप गरिहाल्छु किनभने इट्स टु लङ होइन हामीलाई अब आफ्नो आफ्नो टाइम पनि छ अब नानीहरूको स्प्रिङ ब्रेकले गर्दाखेरि ढकढक गरिरहेको छ पछाडिदेखि सबै आवाज आइरहेको छ होइन अब मेरो फलोवर्सहरूलाई होइन हाम्रो भ्युवर्सहरूलाई हाम्रो जति पनि हामी 4 जनाको हाम्रोलाई चिनेका हुन्छ नचिनेका हुन्छन् उहाँहरूलाई हामी के भन्छु भने होइन थ्याङ्क यू फर अल यर लभ एन्ड सपोर्ट होइन त्यो भने तपाईँहरूको अब मायाले गर्दाखेरि वी आर सो ह्याप्पी होइन इट्स मिन्स द वर्ल्ड एन्ड लेट्स ग्रो एन्ड एचिभ ड्रिम्स टुगेदर द्याट्स अल ओ हाम्रो फेरि लेट मी गो हेड हाम्रो फेरि लक्ष्मी सिस्टरले लेख्नु चाहिँ एकछिन है म लक्ष्मी दिदीले के लेख्नु भएको छ ओके ओके लक्ष्मी दिदीले फेरि लेख्नु भएको छ आई हेभ लिटल टाइम टु स्टार्ट माई जर्नी टु नाइट बट अल्सो आई लाइक टु वाच यर लाइफ किप रकिङ ब्युटिफुल लेडिज Thank you, sister. Thank you, Deep. So we are missing you. So I think we are coming on Sunday too. So हामी फेरि हामी अर्को अब अरू डेजमा आउँदैछौँ होइन हामी सधैँ यिनीहरू मात्रै आइरहन्छौँ भन्छ हामी आउँछौँ डिफ्रेन्ट फेस भएर सो आई थिङ्क भिभा सिस्टरले अब डिफ्रेन्ट फेस लिएर आउनुहुँदैछ द्याट्स अल ओके थ्याङ्क यू अल एन्ड टेक केयर गुड बाई गुड नाइट ओके गुड